सुरुमा यस्तो मिठो चटपटी देखेपछि त भिडियो पुरा नहेरिसके भएन नि, होइन त? घरमा सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो, कोही किचनमा त कोही कता। त्यही टाइममा दादा पनि अफिसबाट आइपुग्नु भयो। अनि यहाँ चाहिँ हामी घरको सानो डनलाई काखमा लिएर सबैजना गफमा मस्त थियौँ। त्यति बेला सबैजनाले चटपटी खाने भन्नुभयो अनि म चाहिँ लागेँ चटपटी बनाउनुतिर। अब पालो चटपटीको प्याज टमाटर कागतीको रस चाउँछु, दाल मटर टन्न भुजा हाल्यो। यसरी घरमै बनाएको ताजा चटपटीको स्वादको अगाडि त बजारको चटपटी पनि फेल होइन त? तयार भएको चटपटी पुगेर म त पुगेँ सबै भएको ठाउँमा। हतार हतार सबैजनाले चम्चा लिएर सुरु भइहाल्नुभयो। साँच्ची परिवारसँग बसेर यसरी खाँदाको मजा बेग्लै हुन्छ। त्यसपछि पालो आयो तेते लगाउने अनि हाम्रो भाउजूले चाहिँ नानीलाई तेते लगाइदिनु भयो र नयाँ कपडा पनि फेरिदिनु भयो। हेर्नु न कस्तो ज्ञानी भएर हेरिरहेको छ उसले चाहिँ। उसले तेल पनि लगाइसक्यो अनि बाहिर चाहिँ अँध्यारो भइसकेको थियो। किचनमा फेरि भाँडा माझ्दैन सफा गर्ने काम भइरहेको थियो। सबैजनाले खाना खाएर चाहिँ काम बाँडेर गरियो। अनि आज चाहिँ हाम्रो घरमा सोल्टिना आउनुभएको थियो। यता आमाले चाहिँ सोल्टिनालाई खाना रेडी पार्दै हुनुहुन्थ्यो अनि सोल्टिनालाई खाना हाली सोल्टिना चाहिँ खाना खानातिर लाग्नुभयो। आमा चाहिँ आमाको सम्धिनीले पठाइदिएको कोसेली खोल्दै हुनुहुन्थ्यो। बुगा आयो सम्झिँदा बनाएको कोसेली अब भोलि खानुपर्छ। सुते बेला आउने छ नि मा सोल्टिना छोरी बेड नआउनुभएको अरे, छोरी त सुतिहाल्यो। यस्तै छ। अनि आजको ब्लग चाहिँ यही नै अन्त्य गऱ्यौँ परिवारको मिठो हाँसहरू गफगफसँगै। आजको मिनी ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु है त। बाई बाई, फेरि भेटौँला।